ल है साथीहरु, भिडियो हेरेर चाहिँ साथ दिनु होला। अब चाहिँ सुस्तरी भ्लग यस्तै कृषि सम्बन्धी, बुङ्गुर पालन सम्बन्धी भिडियो पाउनुहुन्छ। अनि सजेसन पनि यसो युट्युब मार्फत हुन्छ भने केही हैन आदान प्रदान गर्न सकिन्छ। अहिले चाहिँ भक्कर दाना खाएको जनावरहरू दाना चाहिँ के हो भनेर सोच्नु भयो होला भने यो हाम्रो मकै हो। भैरवादेखि मकै लिएर अहिले पेवर खास यसको लागि लिएर आएको थिएँ। लोडेड छ यो ल्यान्ड रेस। जा मात्तिन्छ साला, यो बहुत हरामी छ। खास यसको लागि दाना लिएर आइदिएको। प्रेग्नेन्ट छ भनेर ल्यान्ड रेस। यसको डेट पनि छ, त्यही अब आषाढ 15-20 सम्म हो। क्रस त गराएर छोडे थिएँ 8.5 महिनामा। अब 8.5 महिनामा हेरौँ अब भगवानको भरोसे हो। त्यस्तो त केही जानकारी छैन, अब स्टार्टिङ गर्न लागेको होइन, त्यही सिक्ने क्रममा जारी छ। यो ड्युरोकको हो, मिक्स रहेछ ड्युरोकको। भयो 10-11 महिना। अहिले चाहिँ मकै खाइरहेछन्, नत्र होटल वेस्टेज, त्यही हाम्रो गाउँघरको ब्रान होइन, चापट, त्यही दालको यताउति त्यही हो। पहाडतिर सुने थिएँ एएसएफ आइसकेछ, अब खै के हो, त्यही स्टाटस फेसबुकमा यताउति हेरेको थिएँ। अब अफ्रिकन स्वाइन फिभर आछ रे अहिले, त्यही हेर्नु होला। आफ्नो जानवरहरूलाई राम्ररी भ्याक्सिनेट गर्नु होला। हाम्रो नि सरहरू भ्याक्सिन सिद्धे छ रे, आएपछि आउने भन्नुभएछ। त्यही हो। अब के हो, अब त्यही स्टाटस हेरेको थिएँ अस्ति। अब साँचो हो कि झुटो हो, एएसएफ आछ रे पहाडमा कता कता। त्यही ल ठिक छ। अहिले जानवरहरू यस्तै छन्। अब पछि खोर बनाइन्छ कमाएर यसैबाट। ल अहिलेको लागि धन्यवाद। अनि सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब कम छन्, 99%ले सब्सक्राइब गरे छैनन्। युट्युबले बताउँछ नि त, हेर्ने धेरै छन्, सब्सक्राइबर छैनन्। भ्यूहरू धेरै छ तर सब्सक्राइबर छैनन्। त्यही सब्सक्राइब गरिदिनु होला। पछि मजाले भिडियो बनाएर हाल्नुपर्छ। अहिले त मोबाइलले हो होइन, क्यामेरा छ। पछि यसै डेलिभरी भएपछि ब्याच आइसकेपछि त्यही हो, आदान प्रदान सिकिन्छ युट्युब मार्फतबाट। अनि कमेन्ट गर्नु होला के हो हजुरहरूतिर, त्यो एएसएफ कस्तो के हो, आछ कि गाह्रो हुन्छ। झन् सानो किसानहरूलाई, ठुलो किसानहरूलाई त कति घाटा हुन्छ, धेरै घाटा हुन्छ। सबै जान्छन् जानवर। ल ठिक छ, अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। हामी पछि फेरि भेट्दै गरौँला। अहिले चाहिँ रेस्ट मोडमा भइसकेछन् यिनी त। ल्यान्ड रेस यो ठिक छ कि, ल्यान्ड रेस ठिक छ। यो अलि मातिन्छ, हरामी छ साला, खोल्न नि मिल्दैन। अब सब मान्छेहरूले सब बाख्रा भैँसी चराउँछन्, अब यस्तालाई के चराउने भनेर होइन। ल ठिक छ, धन्यवाद।